सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एकजनाको मृत्यु भएको छ। कालीमाटी गाउँपालिका 3 स्थित धरानी सामुदायिक वनमा शुक्रबार शिकार खेल्ने क्रममा कालीमाटी 2 बराहाढुङ्गाका करिब 62 वर्षीय टोप बहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साथीहरूसँग शिकार खेल्ने जङ्गल पुगेका पुन मगरलाई शिकार खेल्ने क्रममा उनलाई बोकेको भरुवा बन्दुकबाट चलेको गोली लागेको थियो। गोली उनको पेटको तल्लो भाग र कमरमा लागेको र घटनास्थलले मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय कालीमाटीबाट खटिएको टोलीसँगै शिकार खेल्न गएका 6 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालीमाटी 3 का मानबहादुर विक्क, जुद्रबहादुर रेउले, खुमेन्द्र बहादुर रेउले, सेतराम थापा, कुलबहादुर बुदाठोकी तथा कालीमाटी 2 का पदमबहादुर श्रीष मगर रहेका छन्। घटनामा प्रयोग भएको भरुवा बन्दुक तथा घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।